मम्मी 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 मेरो भिजा आयो मम्मी। उता युकेमा अब रेजिडेन्सी म्याच भयो, एक हप्तामा बोलाछ। अब एक हप्ता त उड्नुपर्छ मम्मी। के भयो मम्मी, किन नबोल्नु भएको? के बोलु म छोरा, ल बधाई छ। किन त्यसरी बोलेको मम्मी? खुसी हुनु न हजुर। कसरी बोल्नु त छोरा, तँलाई कतिचोटि भनिसके नेपालमै बस, यहीँ पढ, यहीँ राम्रो छ भनेर त मान्दैनस्। मम्मी मैले पनि त यहीँ पढौँ भनेको हो नि, यहीँ मास्टर गरौँ भनेको, तर यहाँको वातावरण कस्तो गाह्रो छ थाहा छ नि हजुरलाई मम्मी। के गाह्रो छ भन्न त। मम्मी मम्मी मैले 7 वर्ष लाएर मेहनतले एमबिबिएस पास गरेँ। 1 वर्ष मैले लो स्टाइपेन्डमै काम गरेँ, 10,890। अहिले एमओसिपमा छु मम्मी। एमओसिपमा पनि सरकारले तोकेको रकमभन्दा पनि कम पाइरहेको छु, 35,000 40,000 मात्रै मम्मी। केही सिस्टम म्यानेजमेन्ट पनि छैन, ड्युटी आवर पनि म्यानेज छैन मम्मी। म्यानेजमेन्टको टर्चर, केही सानो गल्ती गरे पनि टेरिस्ट जस्तो व्यवहार गर्छन् यहाँ मम्मी। मैले एमबिबिएस सकाउन्जेल 60-70 लाख जति लाग्यो। त्यो पैसा कहाँबाट आयो मम्मी? यही हाम्रो पुर्खौली घर ऋणमा दिएर त आयो नि मम्मी। अझै 40-45 लाख ऋण तिर्नै बाँकी छ मम्मी। त्यो पैसा म कहाँबाट ल्याउनु मम्मी? महिनाको 40-45 हजार कमाएर कहिलेसम्म म तिर्नु मम्मी? बाबाको उमेर पनि ढल्दै गइरहेछ मम्मी। कहिलेसम्म बाबाले काम गरेको हेर्नु? मैले पनि त जिम्मेवारी उठाउनु पर्यो मम्मी। अब घरको 30-35 हजारले कसरी उठाउनु मम्मी म मेरो जिम्मेवारी? अनि मम्मी हजुर मलाई यहीँ पढ भन्नुहुन्छ, यहाँ कति गाह्रो छ मम्मी? जसले पढिरहेको छ उसलाई एकचोटि सोध्नु मम्मी, कति गाह्रो छ भनेर यहाँ रेजिडेन्सी गर्नलाई। के गाह्रो छ र बाबु भन्न त। मम्मी रेजिडेन्सीमा केही पनि सिस्टमेटिक छैन मम्मी। कस्तो सिस्टमेटिक? मैले बुझिनँ बाबु। न ड्युटी टाइम सिस्टमेटिक छ, न सुत्ने टाइम सिस्टमेटिक छ, न स्यालेरी नै छ मम्मी। मेन्टल स्ट्रेस नै धेरै छ यहाँ। लेबर एक्ट 2074ले एक दिनमा 8 घन्टा र हप्ताको 48 घन्टा काम गर्ने म्याक्सिमम भनेको छ, र त्योभन्दा बढी भयो भने ओभर टाइम गर्नुपर्छ, र ओभर टाइमको भत्ता चाहिँ 1.5 गुणा बेसिक स्यालेरी हुन्छ। त्यो पनि यहाँ फलो हुँदैन मम्मी। 24 घन्टा ड्युटी गरेपछि पोस्ट ड्युटी दिनुपर्छ नि त मम्मी, यहाँ त्यस्तो केही दिँदैन मम्मी। 33 घन्टा हामीले काम गर्नै पर्छ, र राति केस नआउला, तर कति बेर आउँदैन मम्मी? 1-2 घन्टा। 1-2 घन्टाको निन्द्राले म पेसेन्टलाई ठिक पार्नु कि आफ्नो स्वास्थ्य हेर्नु मम्मी? त्यसमा पनि केही सानो गल्ती भयो भने म्यानेजमेन्टको प्रेसर, टेरिस्ट जस्तो व्यवहार गर्छन्, कसरी सहनु मम्मी? मम्मी जब गभर्मेन्टले अस्ति भर्खरै तोकिदिइसकेको छ रेजिडेन्टहरूलाई 24 आवर ड्युटी पछि रेस्ट दिने भनेर, तर अहिलेसम्म धेरै जसो कलेजले फलो नै गरेको छैन मम्मी। यसमा गल्ती कसको भन्ने मम्मी? म्यानेजमेन्टको भन्ने कि कलेजको भन्ने कि सरकारको भन्ने मम्मी? ल मम्मी म जसो तसो रेजिडेन्सी सकाम्ला, यहाँ नेपालमै सकाम्ला, त्यसपछि के मम्मी? त्यही 65,000 बेसिक स्यालेरी, पेसेन्ट र पेसेन्ट पार्टीको कुटाइ, त्यही त छैन नेपालमा मम्मी। न त डक्टरको लागि कुनै कानुन छ, न त हेरचाह गर्छ। बुवाले पुरै आफ्नो जीवनभरको कमाइ मै माथि समर्पित गरिदिनु भयो। मेरो पनि त कर्तव्य हुन्छ होला नि मम्मी, हजुरलाई एउटा गाडीमा चढाउने, प्लेनमा देश विदेश घुमाउने। तर नेपालमा बसेर त म त्यस्तो सक्दिनँ नि त मम्मी। न त स्यालेरी छ, म यहीँ नेपालमा बसेँ त म आफ्नो पेट आफै पाल्न सक्दिनँ मम्मी। अनि मम्मी विदेश जानु मलाई कुनै रहर होइन क्या मम्मी, मेरो बाध्यता हो क्या मम्मी। मैले पनि सुनेको थिएँ बाबु, नेपालमा साह्रै गाह्रो छ, भोग्नेलाई मात्र थाहा हुन्छ। ल ठिकै छ, राम्रोसँग जाऊ, राम्रो गर्नु, उन्नति प्रगति गर्नु, सधैँ राम्रो सुन्न पाइयोस्। हामी हाम्रो ख्याल गरिहाल्छौँ नि।